हजुर ओरो दिनका जसर्पु आजलाई म तमनका माझमा कार्यक्रम परदेश रहेबार लेबर उपस्थित भइगयो साइनो अनुसार कि सबैलाई ढोक दिया तमन कहाँबाट हेर्दला छौ परदेश रहेबार कार्यक्रम तमनलाई कसो लागुन्छ प्रतिक्रिया दिन बिसिर्या आफ्ना गाउँठाउँकी भाषा संस्कृति आफ्ना गाउँठाउँको रीतिरिवाज सबै चिजहरूलाई मिसाएर बनाए तमनले बनाएर लेखेको गीत देखा मन वाचन गरेर यही परदेश रहेबार कार्यक्रमबाट पोस्ट गर्दा देखा तमनलाई कसा लाग्दान भयो आज इसो गरेर मेरा हातमा एक चिठी पढिरहेछ बैतडी जिल्लाको पुर्चौनी नगरपालिका वार्ड नम्बर 4 भटना बागा पलौन ढुङ्गाबाट मदन धानुकजीले लेखपर पठाएका छन् उन आज भोल कर्मथलो भारतको बेङ्गलोर बनाएर बेङ्गलोरमा रोजगारी गर्दान देखा उनले भारतबाट उनले हमारा ये परदेश रहेबार कार्यक्रमलाई सम्झेर बहुत ही निगा गीत लेखबर पठाएका छन् उनले लेखबर पठाएका गीत म तमनका माझमा राख्दौँ तमन सुनिबेर साथ दिया हाँ काँडा महादेव जङ्गल ठुलो क्या पानी बर्सन्छ काँडा महादेव जङ्गल ठुलो क्या पानी बर्सन्छ ढोक पड्या कि ढोक दिया अरू के दर्शन छ ढोक पड्या कि ढोक दिया अरू के दर्शन छ कठै कठ हाम्रो तर्फबाट हजुर नमस्कार देखा गिर्जा बगड हारन बज्यो परदेश आउने गाडी गिर्जा बगड हारन बज्यो परदेश लग्ने गाडी हाल खबर के कसा छन् मेरी फुल्की भाडी हाल खबर के कसा छन् मेरी फुल्की भाडी भट्टी खोला सल्लो काटे सबै दर्गो जान्थ्यौँ भट्टी खोला सल्लो काटे सबै दर्गो जान्थ्यौँ घरै आउन्ज्या गर्सेन बसी पानी पन खान्थ्यौँ घरै आउन्ज्या गर्सेन बसी पानी पन खान्थ्यौँ कठै कठ घरकी याद देखा कक्रन नाका सुन्तला मिठा कोटगाडाको खिर कक्रन नाका सुन्तला मिठा कोटगाडाको खिर बाँचिरया घरै आउँलो जन मान्या पिर बाँचिरया घरै आउँलो जन मान्या पिर कठै कठ खुतुडी खोलाको पानी मोलभे मोडमा टङ्की कोही कुरेडी बुझ्ने हो कि यही मेरा मन कि कोही कुरेडी बुझ्ने हो कि यही मेरा मन कि कठै कठ भोती निको लेखिरहेका देखा नाइ पाइना घोकाका रोटा नाइ पाइनो साग परदेश रहनु परदेश खानु परदेश मेरा भाग परदेश रहनु परदेश खानु परदेश मेरा भाग कठै दाइन उनले भोती दुःखका गीत लेखिरहेका देखा काफल पाकी कालो होलो तै अन्ना खोलाको काफल पाकी कालो होलो तै अन्ना खोलाको हाँगो भाँचे चोट लागली दुई दिन चोलाको हाँगो भाँचे चोट लागली दुई दिन चोलाको कठै कठ उनले बहुत ही निगा गीत लेखिरहेको थिए देखा आज पो यति बनाया छुरे यहीको भिडियो बनाइदिया सर भनेर लिएर खान देखा उनले बहुत ही निका गीत लिएर खान उनीहरा गीत को मैले तमनका माझमा राखिदिए तमन सुनिबेर साथ दिया यदि तमनलाई यसरी लेख्दे गीत पठाउने मन भ्या भने राकेश धामी फेसबुक पेजलाई फलो गरेपछि धामी राकेश ऑफिशियल युट्युब च्यानललाई तम फलो गरेपछि इसै भिडियोका तलतिर कमेन्ट बक्समा लेखबर पठाउन सक्नुहुन्छ अथवा मेरा डाइरेक्ट मेसेन्जर बक्समा तम आफ्ना रचना लेखबर पठाउन सक्नुहुन्छ तमरा रचनालाई म यसरी वाचन गरेर तमनका मोबाइल सेटसम्म पुर्याउने प्रयास गर्दै देखा पोइ श्रोतासँग आज कार्यक्रममा मदन धानुकजीका गीत तमनलाई कसा लागे यसरी अर्का दिनले अर्का श्रोता सङ्गीतका गीत लिएर आउने बाचा गरेर आजका कार्यक्रमबाट म बिदा हुनु नमस्कार।